शिवपुरी धाम धार्मिक र पर्यटकीय मन्दिरमा भइरहेको छु। आज हो शिवरात्रि, सबैजनालाई ह्याप्पी शिवरात्रि गाइस। बाटो अहिले चाहिँ हामी गइरहेको छौँ। अब चाहिँ हामी त्यहाँ गएर चाहिँ तपाईँहरूलाई देखाउनेछु हामी के गर्नेछौँ भनेर। लास्टसम्म भिडियोलाई हेरिदिनु होला गाइस, सब्सक्राइब गरिदिनु होला गाइस, लाइक गरिदिनु होला गाइस, सेयर गरिदिनु होला गाइस। सो अझै म पुरा तयार भएर यहाँ पूजा गर्नलाई सबै सामानहरू लिएर मेरो स्कुल। सो यो हो मेरो स्कुल। यति धेरै भिड गाइस, सक्नुहुनेछ भिडको भिड धेरै रहेको छ गाइस, तर पनि हामी गइहाल्छौँ। किन भनेपछि हामीले मलाई थाहा छ सर्टकट बाटो थाहा छ मलाई। बा उता साइड गेटबाट एउटा बाटो छ, लग्नु त यहाँबाट भिड हुने सर्ट गेटबाट लग्नु त। म सर्टकटमा लग्छु क्या, त्यो साइड गेट लग्छु न। यहाँ भिड धेरै छ क्या, ट्राफिक धेरै छ। हजुर के खै यहाँ धेरै भिड छ सायद। सो हेर्नु सक्नुहुन्छ अहिले चाहिँ हामी यता छु। Everyone, everyone. So अहिले चाहिँ अब हामी मन्दिर पुग्न थोरै मात्र। अब हामीले थोरै हामी पुगिसक्यो गाइस। भगवान् मेरो सब्सक्राइबरहरूको सबै इच्छा पुरा होस्। सो उता हेर्न सक्नुहुनेछ। सो त्यस्तो रहेको छ गाइस, कस्तो रहेको छ। शिवपुरी धाम। सो यहाँ पछाडिको पछाडिको लुक रहेको छ, यो तपाईँले हेरिसक्नु भएको होला। सो यता यस्तो रहेको छ। पहिलेको भन्दा हजुर आइस एउटा यतानिर आइस फोटो खिचिदिन्छु। चाहिँ यहाँको मेला पहिलाको भन्दा धेरै डेभलप लागेको छ, किनभने पहिला यस्तो मेला जस्तो यो चर्काहरू थिएन होइन। अहिले चाहिँ यस्तो छ, यो यहाँ मन्दिर पनि यस्तो निर्माण भएको थिएन उता धेरै। अहिले यहाँ धेरै इम्प्रुभमेन्ट भएको रहेछ, मैले यो देखेर खुसी माने। हामीले कुनै पनि चिजमा इम्प्रुभमेन्ट गर्नुपर्छ गाइस। यो यता फोटो खिच्छ भगवान्को। सो अहिले चाहिँ म भगवान् शिवरात्रिमा आउनु होला, किनभने यहाँ जो धनगढीमा बस्नुहुन्छ तिनीहरूले आजको लागि यति नै। Thank you so much for watching. Bye and take care. So everyone, अब चाहिँ यो चाहिँ कपडा बैंक निर्माण सङ्कलनकर्ता गोपाल हमाल, श्याम हमाल, देवेन्द्र हमाल। सो यस्तो रहेको छ यता। अहिले चाहिँ अब हामी त्यहाँबाट आइसकेको छौँ। अब म जाँदैछु। सो यता के रहेछ, यता जाऊँ त के रहेछ यता। नाही यता जाऊँ न, यता 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 जाऊँ न। कहाँ उता जाने जङ्गलमा? सो अब चाहिँ हामी बाहिर जानलाई रेडी छौँ। भयो त म स्टिक छ निकाल्छु त। विचार